ए ठाकुर, म पनि कस्तो भुलक्कर रहेछु। अब त यसलाई कालुको जेठान पो भन्नुपर्छ। ओए कालुको जेठान, कता हिँडिस है? त मर्लाइस् भनेर भेट्न हिँडेको होइन। आजकल तँलाई के भएको छ भन् त लाउरे? जहिले पनि न्यु मात्रै खोज्ने कुरा गर्छस्। बोल्नै छ भने राम्रोसँग बोल्न। झन् उसैकै राम्रो होस् भलो होस् भनेर सम्झाउनु लाग्यो, झन् हुने नहुने भनेर मलाई उल्टो थर्काउनु खोज्छु त बा। ए भनेपछि मैले तैँले जे भने पनि मैले फुलमाला लाएर स्वाद गर्नु पर्ने भयो नि त तँलाई। ल भन्, के कुरा हो? ए ठाकुर, त जति नै मसँग रिसाए पनि, म तसँग जति नै रिसाए पनि आखिर हामी भनेको बाल्यकालको साथी। तँलाई चोट लाग्दा मलाई छातीमा चिरेर आउँछ, मुटु दुख्छ, बुझिस्? के भन्न लागोस् तैँले? छिटो भन्, मलाई अलि हतार छ। हे ठाकुर, तँलाई पनि थाहा छ यो गाउँमा तेरो बहिनीको बारेमा अनेक कुराहरू चलिरहेको छ। यस्तो कुरा सुन्दा मलाई नरमाइलो लाग्छ। अब तेरो बहिनी भनेको मेरो पनि बहिनी हो, अनि यस्तो कुरा सुन्दाखेरि मलाई छाती चिरेर आउँछ, बुझिस्? हेर लाउरे, गाली त गर्छु नि बहिनीलाई मैले, तर मुखले गाली गर्छु, भित्री मन भने कटक्क खाएर आउँछ लाउरे। तँलाई पनि थाहा छ नि, यत्रै आमाले छोडेर जानुभयो। बाबाको हाँसो मात्र हिँड्न थाली थिए, बाबाले पनि छोडेर जानुभयो। सानैबाट मै बाउ भएँ, मै आमा भएर हुर्काएँ त्यसलाई। बिहे गरेर दिएँ त्यसलाई, अहिले घरबार बिग्रियो, दुनियाँले कुरा काट्ने बाटो भयो उसलाई। मलाई थाहा छ मेरी बहिनी कति छ भनेर। हो ठाकुर दाई, छिटाउनु, मलाई अलि ढिला बजाउनु। ल लाउरे, मेरो सानो काम छ, अहिले म हिँडेँ, पछि भन्नु है।